यो चाहिँ हाम्रो घर अगाडिको दृश्य, जहाँ अस्ति दसैँ तिहारको बीचमा धान पाकिसकेर मम्मी बुवाहरूले धान काटिसकेर बालीनाली उठाइसक्नु भएको अवस्था थियो। धन्न धन्न यहाँको धान बालीनाली भने बिग्रन पाएन। यसमा भने हामी एकदमै खुसी छौँ। यो खेतमा जम्मा भएको पानी चाहिँ यो सानो कुलोबाट पर्खेर पैनीतिर मम्मी बुवाहरूले कटाउनु भएको छ। यो चाहिँ हाम्रो घर पछाडिपट्टिबाट देखिने भ्यू हो। यता पनि एउटा गरामा चाहिँ धान पन्साइसक्नु भएको छ मम्मी बुवाहरूले। त्यस्तै गरेर यहाँ चाहिँ धेरै धान खेती देख्न सक्नुहुन्छ यहाँहरूले। हिजो रातिदेखि परेको पानीले चाहिँ केही ठाउँमा धान पनि लडेको अवस्था छ। अझै निरन्तर पानी परिरह्यो भने त धान पनि राम्रोसँग पाकेको छैन, धानलाई असर गर्ने देखिन्छ। यहाँहरूले देख्न सक्नुहुन्छ त्यहाँ पर चाहिँ पुरै धान लडेको छ, धेरैवटा गरा धान लडेको छ। त्यहाँ चाहिँ निकै क्षति पुर्याएको छ। तिहारमा सबैजना छोराछोरीहरू भेला भएको मौकामा बुवा मम्मीले हामीलाई बाँझो खेत खन्न लगाउनु भएको थियो। त्यसपछि ट्र्याक्टर लगाएर अस्तिको दिन मल पनि बोकेका थियौँ आलु रोप्न भनेर। तर हिजोदेखि परेको पानीले भने अस्तिदेखि गरेको मेहनत चाहिँ पानीले त्यत्तिकै बगाइदिने भयो। आज आकाश पनि एकदमै धुमिएको देखिन्छ। अस्ति नै त्यति दुःख गरेर बोकेको मल चाहिँ बगाउने भयो, पानीले बगाउने भयो।